लाइफमा कुनै पनि कुरा कहिले पनि प्लान गरिँदैन, त्यो तपाईलाई पनि थाहा छ हैन। जब हाम्रो विवाह भयो त्यसपछिको लाइफ कस्तो हुन्छ के हुन्छ त हरेक कुरा त क्याल्कुलेट गरेर सोचिएको हुँदैन नि त। हरेक कुरा चाहिँ म यसरी लेखेर अब मेरो बिहेपछि एक दिन यो हुन्छ, त्यो 3 महिनापछि यो हुन्छ, त्यस्तो त हुँदैन नि त। हामी जस्ट म जस्तो थिएँ बिहे भन्दा अगाडि बिहेपछि पनि त्यही हुन्छ, लाइफ नर्मल हुन्छ भन्ने सोच हो। त्यो सोच अनुसार उहाँले तपाईलाई राम्रोसँग ट्रिटमेन्ट गर्नु भएन हैन? त्यस्तो पनि हैन, उहाँ एकदमै राम्रो मान्छे हो। अहिलेसम्म पनि म एकदमै आइ एम भेरी गुड फ्रेन्ड्स विथ हिम। हामी अहिलेसम्म पनि बोल्छौँ। उहाँको बानी व्यवहार राम्रो थिएन उसबाई? बानी बेहोरा पनि राम्रो थियो, बानी बेहोरा पनि राम्रो थियो। उहाँ राम्रो मान्छे हुनुहुन्छ। किन तपाईले छोडिदिनु भयो? हैन, हाम्रो इन्ट्रेस्ट लाइफ प्रतिको, वर्क प्रतिको, करियर प्रतिको नमिलेको हो, त्यति मात्रै हो। किन उहाँको पनि विचारमा के थियो रहेछ भने बिहे भइसक्यो। तपाईले पाइरहनु भएको थियो? हैन, पाइरहेको थियो। त्यस्तो माया नपाएको, एकदम उहाँले नराम्रो गरेको, नराम्रो बोलेको त्यस्तो के पनि हैन। तर सम्बन्ध विच्छेद त भयो, कसरी भयो? सम्बन्ध विच्छेद किन भयो भन्दाखेरि लाइफमा ठ्याक्कमा आन्सर के भन्छु भने उहाँले पनि के सोच्नु भएको थियो भने अब बिहे भइसकेपछि बिस्तारै लाइफमा सेटल भइन्छ, त्यहाँबाट बिस्तारै अब तिमी मेरो वाइफ हो, अब हामी घर बस्छौँ, फ्यामिली बनाउँछौँ भन्ने सोच हैन उहाँको। र मैले जब उहाँलाई भने कि म फिल्म्स पढिरहेको छु, तपाईँलाई अलरेडी थाहा थियो म फिल्म्स गरिरहेको छु, मलाई एक्ट्रेस बन्नु छ, म फिल्म्स र डाइरेक्टिङ र एक्टिङ पढिरहेको छु कलेजमा भने कसरी अब यति छिटो सबै त्यागेर त म एकदम हाउसवाइफ भएर त म बस्न सक्दिनँ। सो उहाँको र मेरो क्लास पहिले तपाईलाई थाहा थिएन उस भयो, तपाईलाई उहाँले कन्भिन्स गर्न सक्नु भएन कि तपाईले उहाँलाई कन्भिन्स गर्न सक्नु भएन? हैन, यस्तो हो, पहिला बिहे भन्दा अगाडि हामी डिफ्रेन्ट स्टेटमा बस्थ्यौँ अमेरिकामा। म एलाबामामा, उहाँ टेक्ससमा। सो कस्तो भयो भने बिहापछि चाहिँ अब तिमीले कामसाम कहिले पनि नगर्ने, अब तिमी जस्ट फ्यामिली राख्ने भने त्यसरी त कुरा हुँदै कसको कुरा हुन्छ त्यस्तो भन्नु न। जस्ट लभ परिरहेको हुन्छ, कुरा भइरहेको हुन्छ, ल अब हामी एकअर्कासँग बिहे गर्ने। हस्बेन्डको लागि त्यति त्याग गरिदिएको भए हुन्थ्यो नि त प्रियङ्का कार्कीले? हस्बेन्डको लागि त्यागको कुरा हैन नि त, आफ्नो इन्डिभिजुअलिस्टिक राइट हो नि त यो। यदि मलाई लाइफमा काम गर्न मन छ, हजुर, महिलाहरूले श्रीमानको लागि सबै कुरा त्याग गरेका पनि छन्। हैन त्यो भन्ने त त्यो किन गर्न सक्नु भएन प्रियङ्का कार्कीले? इन्डिभिजुअल राइट हो, त्यही भने मैले। जस्तो मलाई यदि म त्यस्तो खालीको हुँ जसले चाहिँ हैन बिहा गरेर म एकदम घर बस्छु, गइसकेपछि तपाईको व्यक्तिगत जीवन पनि त हुँदैन नि? हैन त्यस्तो हैन, मैले भन्नु खोजेको हैन टु टाइप्स अफ वुमेन हुन्छ। एउटा कस्तो हुन्छ भने म बिहे गर्छु त्यसपछि म आफ्नो परिवार बनाउँछु, म बालबच्चा बनाउँछु, म घरमा बस्छु, म घरको रेखदेख गर्छु भन्ने एउटा टाइप अफ वुमेन हैन। त्यो टाइममा त्यति छिटो आइसकेको थिएन। अर्को टाइपको वुमेन के हुन्छ भने हैन म काम गर्छु, 30-35 वर्षसम्म काम गर्छु, पहिला आफ्नै सेभिङ होस्, आफ्नै होस्, आफ्नो खुट्टामा उभिन्छु, म त्यहाँ गर्छु, त्यसपछि लाइफ चलाउँछु, त्यहाँबाट फ्यामिली किड्स भनेको बिस्तारै आउँछ। तर विवाहबारी गरिन्छ नि, तपाईलाई थाहा छ, त्यो गरिसकेपछि बच्चा त जन्माउनै पर्यो तपाईँ। हजुर, जन्माउनै पर्यो पनि होइन, सबैको आफ्नो इच्छा हो, नजन्माउनु पनि सकिन्छ नि। त्यसो भए तपाईलाई बच्चा जन्माउने इन्ट्रेस्ट थिएन त्यतिखेर? हैन, त्यतिखेरै बच्चा जन्माइहाल्नुपर्छ भन्ने पनि कुरा भएन कि। खाली कुरा के भएको हो भने लङ रनमा गएर चाहिँ मैले मेरो लाइफको लागि सोचेको कुराहरू र उहाँले आफ्नो लाइफको लागि सोचेको कुराहरू नमिलेपछि चाहिँ हामीले एकदम झगडा गरेर हातापाई गरेर पनि हैन, प्रपर कुराकानी गरेर चाहिँ के सोच्यो भने मेरो लागि तपाई र तपाईको सम्बन्ध विच्छेद गर्नु त राम्रो कुरा होइन नि हो र? किन बरु जिन्दगीभर दुखी भएर बस्नु चाहिँ राम्रो हो? त्यो चाहिँ राम्रो हो हैन? त्यो चाहिँ राम्रो हो तपाईको विचारमा? हैन, म के भन्छु भने अहिलेको जेनेरेसनमा म के भन्छु भने आफ्नो ह्याप्पिनेस कम्स फर्स्ट। किनभने तपाईले यदि तपाई खुसी हुनुहुन्न, तपाईलाई भित्र लाग्छ कि म यदि कोही मान्छेसँग लाइफभरि दुखी हुन्छु भने त्यो एकदम कम्प्रोमाइज गरेर लाइफभरि बस्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ। तपाईले कम्प्रोमाइजिङ गर्न सक्नु भएन? सक्नु भएन, गर्नु नै हुँदैन कि। तर कतिपयले गरेका छन्, गरेका छन्, त्यो आफ्नो हरेक महिलाहरूले कम्प्रोमाइजिङ गरेका छन्, हरेकले गरेका छैनन्, हरेकले। अबको जेनेरेसन इज चेन्जिङ, अब चेन्ज हुँदैछ नि, तपाईँ त्यो मान्नु